पाती मकै बेच्दा 1 किलो नुन कसका बाउले त्यसलाई देख्लान् त्यसका काममा सुन हेलो एभ्रीवन वेलकम ब्याक टु माई च्यानल जोरले नमस्ते सन्जय आरामै हुनुहुन्छ के छ खबर अनि हजुरहरुलाई म चाहिँ हल्का बिरामी छु भनेर बसिरहेको के छ केटा हो आज चाहिँ हाम्रो सोल्टी हाम्रो भाइ हाम्रो के भन्ने सोल्टी साथी हुनुहुन्छ हैन फेरि आज जक्सन भइरहेको छ यो चाहिँ आडादेखि भयो अघि नै देखि पकाउनेबाट सुरु गर्नुपर्ने हो आडा आडी यो चाहिँ को कमले हो फेरि को कमले अनि म त फोटो देखेको थिएँ त कमल भाइ हो बोटी त्यही मात्र हुन्छ अब हाम्रो त्यही हो सोल्टी त टोयलेट पेपर टिस्यु भनेको लौ टिस्यु ए कहाँ बनि भएको ल अहिले हप्पा बनि त्यो भनेको हैन बच्चा अब हान्नु पर्ने हुन्छ यसरी यसलाई चाहिँ उ राख्नु मिन्दा मिते निर्मोही नबोला फर्की अभी त पार्टी सुरु हुई हे यो चाहिँ हाम्रो के भन्छ रे लास्ट पार्टी भन्नुपर्ने हुन्छ हैन सोचुकेको बेला हुन्छ हैन एकचोटी अपार्टमेन्टमा चाहिँ लास्ट हो त्यही भएर अब कामसाम सबैले बिदा राखेर चलाएर हानिरहेछ केटाहरूले हैन नेपाल रेस्टुरेन्टमा रुम चाहिँ यस्तै छ के रे उयो नगर मोबाइल बनाएर बसेको हो तिमीहरू हाम्रो चाहिँ प्रेसर कुकर हो यहाँ चाहिँ खसीको मासु चाहिँ चान्सिने हैन नि फेरि खसीको मासु हो गाइस यो 21 सयको मासु खानी हो यसरी खसीको मासु खानी हो यसरी ल्याम यहाँ देखाउ न सुँगुरको मासु सुँगुर पो हो यो पारेको होला भनेर त यो दुईवटै सुँगुर हो सुँगुरै हो मलाई उताको ग्याङ होला मलाई त उ गर्ने के भन्छ र सुँगुरको मासु हो तर खासै यहाँको सुँगुरको मासु यस्तै हुन्छ कि यो ब्राजिलियन सुँगुर हो भन्छ के भन्छ रे केटा ब्राजिलियन क्यानेडियन चिप्स हो यो चाहिँ प्राउन चिप्स यो चाहिँ इटालियन पास्ता अनि यो चाहिँ न्युन जापानिज आसाई यो फेरि अब स्ट्रबेरी फ्लेभर कुन फ्लेभर मन पर्छ गाइस यो चाहिँ जुस हो बियर हैन जुस हो यो जुस हो फ्लेभर अनि दाइले फेरि भनिदिरहेछ पत्तै गरी खै चपस्टिकले नि हान्दिनु आज चाहिँ स्पेसल्ली चाहिँ हाम्रो सोल्टी र दाई अनि भाइलाई चाहिँ इन्भाइट थियो हाम्रो रिक्वेस्ट र मेरो तर्फबाट किन भन्दाखेरि चाहिँ खासमा चाहिँ मेन कुरा चाहिँ हामी जापान आएको दिन जुन जस्ट भोकै आइएको थियो अनि त्यो एकटा यस्तो भोकै आउँदाखेरि म पहिला भन्छु अनि भोकै आउँदाखेरि चाहिँ दाइहरूको कोठामा गएर त्यो भात खानु पाएको थियो त्यसको लागि चाहिँ अनि यो अब म पनि यो ठाउँ छोड्ने अनि रिकेशसँग पनि अब बिदाबारी हुने कारणले चाहिँ यो खास यो प्रोग्राम चाहिँ अर्गनाइज गरेको है त ल दुईजना चाहिँ रुममेट है ल तिम्रो हैन आऊ टक्क अब गएकोदेखि निक्लियौँ कस्तो अब सुरु दिन गएको त्यस्तो ढिलो कता अब जापानिज चाहिँ पुऱ्याइदिएर गएको नबोल्नु आउँछ न के आउँछ गएर आयौँ अनि टक्क अनि दाइले त्यस्तो मान्छे यस्तो भयो है सुत्नु भएको थिएन क्या अनि दाइले आएको अनि ठक्कै निरन म दुईजना चाहिँ यता चोकमा बसेर अब त्यहाँ गार्डन छ नि यता हामी बस्यौँ नि हो त्यहीँ बसिरहेको थियौँ अनि दाइ आउँछ भनेर पर्ख्या आउनु भएन अनि भरे ठक्कै यता चाहिँ एकटा अरूको यताबाट आउनुभयो क्या चस्मा लगाएर अनि यताको कस्तो खुसी कस्तो खुसी भएको या त्यतिखेर त सुरुमा किनभने हराएको जस्तै टाइपको थियो नि त टाढो थियो नि त तर त्यही पनि लास्ट हेल्प गरेको थियो हामीलाई तिमीहरूलाई त कति सजिलो भाइ हामीलाई त कसरी आउने के गर्ने यिनीहरूले नि त अनि सुरुमा होइन केही नभनेको क्या हामीलाई दिनेश दासँग हामी त सुरुदेखि त्यही त भनेको हामीलाई केही नभनेको यो मान्छेलाई चिनाइदिएन क्याम्पाई पनि चिनाइदिएन कोही पनि चिनाइदिएन जस्ट आइज भनौँ भोलिपल्ट आइज भनौँ अब के थाहा कसरी जाने दुई भाइ निस्केर हिँड्यो ऊ त्यहाँ पर पुग्यो सुरुमा त बिजोकै हुन्छ नि त्यहाँदेखि सोधियो अनि अरू गएकोमा हुँदैन हाम्रो बाटो कस्तो छ भने एक दुई दिन हाम्रो यस्तो के हाम्रो गएको धेरै भयो हाम्रो टाढो छ नि त होइन सोध्यो नियोन्जिनलाई गाडी त चढाइदियो बस त चढाइ पठायो टिकट पनि आफै काटेर पठायो चढ्नु त चढ्यो लामाकुरी कहाँ पुग्यो कम डर लाग्छ हैन सुरुमा थाहा छैन कहाँ होला के होला भन्दैछु नि मैले
किन चढेको यार हामी नगएको पनि हुन्थ्यो उसले चाहिँ बिचरा मलाई अब उसले ऊ पनि आँट्यो भने त म नि आँटिएँ नि त काम हुनुको लागि छोड न राजा भइहाल्छ नि यताउता दिँदैछ अनि त्यहाँ पुरा होइन त्यो बिचमा चाहिँ एउटाले मनोबल चाहिँ बढाइदिनु पर्ने हुन्छ कलेज पुगेर अनि त्यसपछि त्यही अब छुटे जापानिज हानेर जापानिजले पुऱ्याइदिएको थियो कलेजसम्म पछि त्यहाँ अनि एकीदेखि पुऱ्याइदिएको कलेज अनि त्यसपछि अनि त्यसपछि भोक भोकै थियो 3-4 दिन भएको थियो है हामी त्यो प्लेनमा 1 दिन 2 दिन 3 दिन 2 दिन चाहिँ भएको थियो होला सायद समथिङ भोकै थियो त्यो खानाहरूको प्लेनको खाना नरुचेर अनि त्यसपछि त्यो इक्जाम थियो फेरि त्यो इक्जाम दिएन बापत दिनेश दाई पछि लिनु आउँदाखेरि चाहिँ आमा क्या खुसी भएको दाइले कहाँ छिराएको थियो हामीलाई पछि त्यो के पसलमा यहाँ चाहिँ यस्तो यस्तो लुगा पाउँछ भनेर कहाँ छिराएको थियो एचएम कि कहाँ पनि छिराएको थियो हामीलाई त कहाँ काट्यो त्यो बेला त पुरै हो जापान हो त्यही घरको गल्ली अर्कै भन्छ त्यो गाउँको गल्ली त भुलिन्छ अनि होइन उताबाट हिँडेर आएको यिनीहरू अब आफ्नो साइकल हिँडेर कता पर्नु भनेर साइकल नि बल्ल पहिलो पो किनेको होइन रातमा चाहिँ ठक्क दाइले खानासाना बनाएर टक्क हामीलाई लिन आउनु भएको रहेछ दाइ आउँदाखेरि नै खुसी भएको थियो त्यहाँदेखि माछा 3 दिन पछाडि पेटमा खाना परेर होला यति खुसी भएको थियो यति खुसी त्यही खुसीको चाहिँ रिप्लाई हो यो चाहिँ है अहिले पो इन गरेन यो मान्छेले कुरा त सबै 4 मिनेट 6 मिनेट पछि पुरै जानु डिटेलमा हेरिरा 30 मिनेटै होला जस्तो भयो होइन त्यसरी हुन्न अब ल यही हो है आजको के हो र अब यस्तो हो नि त अब जक्सन चाहिँ आफ्नै गाउँघरको भाइहरूलाई अब त्यति गर्दा नि के हो के जान्छ यताबाट सुरु भयो यहाँ कहाँको न कहाँकोलाई त गरिन्छ भने कसले पो भन्यो यो त दिनेशहरूको कोठा हो भन त्यही नजिकै छ ए लु राति दाजु आउनुभएको थियो कामबाट टिङटङ गरेर यस्तो हेऱ्यो त्यो बिरामी भएर क्या त्यो म त कस्तो भइरहेको थियो भमिट हानिदिएको मैले त अनि प्लेनमै उता प्लेनमा उता गाडी नै झेकेछ त्यो खाना खायो कि मेन चाहिँ अब भोक लागेको छ अब खानै पऱ्यो भनेर जबरजस्ती खायो खाना त मैले त केही पनि खाएन कोरियामा त अनि हालिदिएको मेरो पाले झर्ने बेलामा ल्यान्ड हुने बेला अरूभन्दा नि माछालाई 3टा चढिन्थ्यो 4वटा हामी प्लेन 3टा प्लेन चढियो 3टै प्लेनमा राजाको पिसाब चाहिँ छ के रे पिसाब ट्याङ्करमा 3टै प्लेनमा क्या होइन त्यो एउटा भुइँमा खस्यो होला यार म त गइनँ माथिबाट मुखले डाइरेक्ट डर लाग्यो तिमीलाई छ सान्दाखेरि त्यहाँ टोइलेटै डर काम छ त हावामा हुँदो रहेछ गुर्लुक गर्छ अनि उडेको एकछिन पछाडि अब 2 घन्टा अगाडि छिरेको म त होइन म त 2 घन्टा यिनीहरू झन् मभन्दा अगाडि आएर बसेका उमा टोइलेटमा होइन एयरपोर्टमा अनि पिसाब फेर्दै आएन बसिरहेको छ 1 घन्टा पछि मात्रै उडायो 1 बजेको फ्लाइट छ 2 बजीतिर उडायो अनि घरबाट हिँडेको 8 बजी हिँडेको छ यिनीहरू 7 बजी फोन गरिरहेको थियो हेर्नु मलाई अनि ए भनेर गयो अनि त्यतिखेर बिहानदेखिको पिसाब केही भएको थिएन उड्ने बित्तिकै उडिदिइहालेको उड्ने बित्तिकै उड्दिहाल्यो के भनेको बुझे उड्ने बित्तिकै उड्दिहाल्यो हाम्रो त उड्ने बित्तिकै राजा चाहिँ गयो अरू चाहिँ खै छुट्टी गएन होला म पनि गएँ तर कस्तो डर लाग्ने कि त्यहाँ त आकाशमा पिसाब उसले पो गाह्रो भयो कि के कुरा गरे होइन झ्याङमा पऱ्यो भने त झन् डर लाग्दो रहेछ मलाई बसेको जस्तो फिल पनि हुँदैन क्या अब हल्लाउनु पर्छ नि त अलिकति यस्तो गरेको छ न जिउ चल्छ न वाया गर्छ प्लेन यसरी हामी यसरी बसेको जस्तो फिल हुने क्या त्यत्रो लामो बाटो अनि त्यसरी बसेको बाँधेर राखेको जत्तिकै टाइम अनि त्यो घरिघरि यसो हल्लिन्छ नि ला झर्यो भएर ग्राभिटी पनि नभएर होला कति बेला त होइन कस्तो गराइदिन्छ नि त्यो उयो भएको यसो डिरेक्सनहरू चेन्ज गरेर रेशम अस्तिको कुरा बिर्स्यौ कि कुन्नी रेशम नाके ओके हो रेशम सोनिया हो रेशम काली चढौला ओराली झरौला सात मन्जन भने पनि त्यो पनि तरौला तिम्रै लागि हो भने तिम्रै लागि हो लोलाइसक्यो बुढो एकांशा मलाई सुनको तारा बसाइदेऊ
त्यो तारा मात्र होइन जुन पनि झारिदेऊला। केही वार्निङ त आउँदैन नि। बाँधेर चित्तै भेट्न आउला बाटैमा रात पर्ला उज्यालोमै आउन उज्यारो के हो र माया पिरती अन्धारोमै जोरी कान्छा मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन बियर पनि झारिदेऊ न कले कले नानीलाई खान्न हो लान्न यस्तो हुन्छ है गाइस, कहिले काहीँ काम मात्र होइन अलिकति रमाइलो पनि हुन्छ। यहाँ छैन नेपालीहरू नै ओखाने कोकोरो आगेरु उचिने कोकोरो आगेरु नै ओखाने कोकोरो आगेरु यत्रो मानको डेमो साइट हो जिनी पारी जमुना जमुनाको बेलैमा मन कामना के गराउँछ माथिबाट बज्ला भनेको तलबाट बज्छन् यार। छोरा कसको छोरी कसको छोरा कसको छोरी कसको छोरा कसको छोरी उनीहरूको सिद्धि आएको थियो कहिले हामी नाच्थ्यौँ रिटिसक्यो यहाँ थाली अब आउँछ यहाँबाट ताली खाने पदेरोमा हिँडेको मेरो त चप्पल छिनेको बजार बाउ के साह्रो चर्केको घुर्की लाउँदै मेरी बुढी चर्केको सिना मरिचाई पोल मटी तेल साबुन कान बुचे भयो रे किन्देऊ भन्छ सुन तीन पाती मकै बेच्दा 1 किलो नुन कसका बाउले त्यसलाई देलान् त्यसका काममा सुन यहाँ चाहिँ खाना स्टार्ट भइसक्यो खाना खानुपर्ने हुन्छ बसौँ ल खाना खानुपर्ने हुन्छ आऊ खाना आऊ छिटो आऊ जल्दी आऊ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। यसरी नै माया गर्दै जानु होला। लभ यु सो मच एभ्रीवन। बाई बाई, टेक केयर।